दशरथ पुतनाको प्रवेश भइसकेको छ र पुतनाले केही बालगोपाल कति राम्रा यी नानी मलाई पनि इच्छा परेको थियो खेलाउनका लागि भनेर उहाँले केही प्रसङ्गवश लिएर आउनुहुँदैछ। भगवान श्री कृष्णले मथुरामा अवतार लिनुभयो। सज्जन ज्ञानी भक्तजनलाई अवतार लिई मोक्ष दिनुभयो। पुतनाले बालगोपाल भगवान श्री कृष्णलाई देख्नु भएको छ र यशोदा मातासँग भन्नुहुन्छ, यो कसको नानी, अति सुन्दर, अति राम्रो, मलाई पनि केही समय दिनुहोस् न, खेलाउन साह्रो मन लाग्यो भनेर उहाँले यशोदा मातासँग माग्नु हुँदैछ। तर उहाँले नाइ गर्नु हुँदैछ, हट गर्नु हुँदैछ। होइन, यो नानी त जोसुकैका काखमा पस्दैन, पसिसकेपछि काख छोड्दैन, त्यस्तो बानीको नानी छ, हजुर जिद्दी नगर्नु भनेर भनेपछि पुतनाले धेरै जिद्दी गर्नुभयो। त्यस पछाडि हट गर्दा पनि नभएर देवकीको कोखमा रहेर धेरै धेरै कष्ट सहेर, देवकीको कोखमा रहेर धेरै धेरै कष्ट सहेर मथुरामा जन्म लिनुभयो परमात्मा आफै आएर। मथुरामा जन्म लिनुभयो परमात्मा आफै आएर। भगवान श्री कृष्णले मथुरामा अवतार लिनुभयो। भगवान श्री कृष्णले मथुरामा अवतार लिनुभयो। सज्जन ज्ञानी भक्तजनलाई अवतार लिई मोक्ष दिनुभयो। सज्जन ज्ञानी भक्तजनलाई अवतार लिई मोक्ष दिनुभयो। यस्ता बालगोपाललाई, यस्ता प्यारा, यस्ता दयालु, सबैलाई दर्शन दिने भगवानलाई पुतनाले काखमा लिने प्रयास गर्नुभयो र यशोदा माताले पुनः पुतनाको काखमा लगाइदिनु हुँदैछ। र पुतनाको चाल थियो कि बालगोपाललाई स्तनपान गराएर उहाँलाई वध गर्ने। यो राउन्डेबाट उहाँले एउटा छल गरेर लिएर आउनु भएको थियो। त्यसको छल स्वरूप भगवान श्री कृष्णले अब गएर काखमा बस्नु हुँदैछ। मथुरामा जन्म लिएर गोकुल जाने इच्छा गर्नुभयो। मथुरामा जन्म लिएर गोकुल जाने इच्छा गर्नुभयो। आफ्ना पिता वसुदेवले शिरमा राखी गोकुल लानुभयो। आफ्ना पिता वसुदेवले शिरमा राखी गोकुल लानुभयो। भगवान श्री कृष्णले मथुरामा जन्म लिनुभयो। भगवान श्री कृष्णले मथुरामा अवतार लिनुभयो। सज्जन ज्ञानी भक्तजनलाई अवतार लिई मोक्ष दिनुभयो। सज्जन ज्ञानी भक्तजनलाई अवतार लिई मोक्ष दिनुभयो। यस्तै गरेर पुतनाले स्तनपान गराउन सुरु गर्नुभयो भगवान श्री कृष्णलाई। त्यस पछाडि स्तनपान गराउँदै 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 पुतनाको प्राण नि चुसिसक्नुभयो। पुतना लड्नुभयो र उहाँले छातीमा पुनः फर्केर उहाँको प्राणलाई चुसिरहनु भएको छ। अब त यशोदा माताले हेर्नुहुन्छ, आफ्नो लाला त्यहाँ बसिरहेको छ पुतनाको शरीरमाथि। त्यो दृश्य देख्दा आज मेरा लालालाई कसो लागेछ भनेर यशोदा माता कराउँदै आउनुहुन्छ र ती मृदङ्गनाहरू सबै आउँछन्। आश्चर्य हुन्छ, त्यहाँबाट लालालाई लिएर जानुहुन्छ, पक्रेर लिएर जानुहुन्छ लालालाई र लगेर लालालाई केही लाग्यो कि भनेर
अभिषेक गराउनुहुन्छ। पूतनाले छल गरेर आफ्ना स्तनमा विष भरेर, पूतनाले छल गरेर आफ्ना स्तनमा विष भरेर, त्यो दुधलाई श्रीकृष्णले पिदिनु भो प्राणै चुसेर, त्यो दुधलाई श्रीकृष्णले पिदिनु भो प्राणै चुसेर। भगवान श्री कृष्णले मथुरामा अवतरिनुभो, भगवान श्री कृष्णले मथुरामा अवतरिनुभो, सज्जन ज्ञानी भक्तजनलाई अवतरी मोक्ष दिनुभो, सज्जन ज्ञानी भक्तजनलाई अवतरी मोक्ष दिनुभो। यस्तो प्रकारले भगवान श्रीहरिले यो आफूलाई वध गर्न आएकी पुतनालाई पनि उद्धार गरिदिनु भयो, आफ्नै लोकमा लिएर जानु। श्रीराधे सबैले खोइ त कंसौठो युद्ध गर्न श्रीकृष्णको हातमा मरण कंसौठो युद्ध गर्न श्रीकृष्णको हातमा मरण। अहङ्कार धेरै गरेर जानु पर्यो त्यसले मरेर, अहङ्कार धेरै गरेर जानु पर्यो त्यसले मरेर। भगवान श्रीकृष्णले मथुरामा अवतरिनुभो, भगवान श्रीकृष्णले मथुरामा अवतरिनुभो, सज्जन ज्ञानी